उहाँ अगाडि बढिराख्नु भएको छ। यो गाडीमाथि प्रहरीले अन्धाधुन्दा लाठीचार्ज गरिरहेको छ। एकैछिन यो भिडियो हेर्नुहोस् जुन दुर्गा परसाईको हो। हिजो काठमाडौँमा भएको आन्दोलनमा यो किसिमको कार्य गर्दा तपाईको लागि यो सही हो जस्तो लाग्छ या गलत हो जस्तो लाग्छ? तपाईको भनाई कमेन्ट गरिदिनुहोस् र यो भिडियोलाई जति सक्दो शेयर गरेर सबैको सामु पुर्याइदिनुहोस्। यो तीनकुनेको सडक हो, तीनकुने क्षेत्र हो। उहाँ आफै गाडी चलाउँदै अगाडि बढिराख्नु भएको छ। हामी दुर्गा प्रसादसँगै अगाडि बढिरहेका छौँ। यहाँ निकै ठुलो मात्रामा युवाहरूको उपस्थिति देख्न सकिन्छ। ठुलो मात्रामा युवाहरूको उपस्थिति, प्रहरीको बार तोडेर दुर्गा प्रसाई आफै अगाडि बढ्दै हुनुहुन्छ। प्रहरीलाई गाडीले खेलेर दुर्गा प्रसाई अगाडि बढ्दैछौँ। जहाँ कसैले रोक्न सक्ने अवस्था छैन, कसैले प्रहरीलाई दुर्गा प्रसाई खेलेर अगाडि बढिरहेको भएको छ। प्रहरी गाडीको चाबी खोज्न लागिपरेको छ र दुर्गा प्रसाईले प्रहरीको एक लेयर तोडिसक्नु भएको छ र अब अगाडि सशस्त्र प्रहरीको टोली रहेको छ। उहाँ अगाडि बढिराख्नु भएको छ। यो गाडीमाथि प्रहरीले अन्धाधुन्दा लाठीचार्ज गरिरहेको छ। तपाईँ देख्न सक्नुहुन्छ दुर्गा प्रसाईको गाडीलाई प्रहरीले रोकिराखेको अवस्था। उहाँले यो प्रहरीका सम्पूर्ण सुरक्षा घेरा तोडेर दुर्गा प्रसाई अगाडि बढ्नु भएको छ र यति बेला तीनकुनेको यो पुलबाट अगाडि बढिसकेको छ। यो दृश्य अगाडिपट्टि प्रहरीका यी घेरा तोडेर दुर्गा प्रसाई अगाडि बढिराख्नु भएको छ। हामी दृश्य देख्न सक्छौं।